फेरि पनि सबैजना साथीहरूलाई मेरो नयाँ ब्लगमा स्वागत छ है त। आज चाहिँ मेरो ब्लगको दोस्रो दिन र हामी चाहिँ आज मर्निङ वाक जानेछौँ र रनिङ पनि गर्नेछौँ है त गाइस। ल है त साथीहरू, मैले मुख पनि धोइसकेँ र अब हाम्रो मर्निङ वाक जाने प्रोसेस सुरु हुन्छ। ल है त साथीहरू, म चाहिँ यहाँ गोचिथानको ट्यागको डाँडोको टपमा आइसकेँ होइन। अहिले चाहिँ हल्का सुवास पनि भइरहेछ, अँध्यारो भएर होइन। क्यामेरा त छ तर क्वालिटी पनि छैन होइन, अँध्यारोमा देखेको पनि छैन पुरै। अहिले जाडो महिनाको टाइम भएर उज्यालो पनि 6 बजेर 18 मिनट गइसक्यो होइन साथीहरू, तर उज्यालो भएको छैन अझ पनि। हेर्न सक्नुहुन्छ, यो चाहिँ बनिएको सहर हो। मैले टाढोबाट ट्याक्कै खिचिरहेको छु होइन। अझ माथि गएपछि अझ उज्यालो हुन्छ भनेपछि म फेरि खिच्छु है त साथीहरू। ल अहिले साथीहरू, म चाहिँ यहाँ टपमा आइसकेँ होइन। योभन्दा माथिपट्टि गयो भने टावर हो होइन। र अहिले पनि घाम राम्रोसँग नलाएर क्वालिटी पनि खासै राम्रो आएको छैन होइन, हेर्न सक्नुहुन्छ साथीहरू। र म यहाँबाट चाहिँ रनिङ स्टार्ट गर्छु होइन। अब हेरौँ कतिसम्म सकिन्छ है त साथीहरू। पहिला हल्कै वार्क हानु अनि रनिङ स्टार्ट गर्ने हो। हल्का रनिङ पनि गरे भनौँ भने मोबाइल पनि छ हातमा होइन साथीहरू। खाली छ यार रोड त यार अब्बुई, हेर्न सक्नुहुन्छ साथीहरू। यहाँबाट सिधै गइरहेको भने चाहिँ एउटा ओह्रालो आउँछ होइन साथीहरू, त्यहाँबाट झरेपछि चाहिँ चक्लेटी जाने बाटो आउँछ है त साथीहरू। हल्का रनिङ गर्छु अनि तपाईँहरूलाई भेटौँला है त साथीहरू। ल है त साथीहरू, आज चाहिँ हामी चक्लेटी नै पुग्नेछौँ र म अहिले भटाभट हिँडिरहेको छु। 6 बजेर 40 मिनट गयो। यहाँ चाहिँ यस्तो ओह्रालो आउँछ होइन। यो ठाउँमा चाहिँ थुम्का गाउँ भन्दो रहेछ है। अहिले चाहिँ साथीहरू चक्लेटी आइसक्यो होइन। अझ पनि सनराइज भएन गाइस। ल सनराइज यहीँबाट हेरेर जाने हो होइन। लास्ट इन्डिया छ आज। घर गएर मस्त एक कप चिया खाने हो। र साथीहरू, म चाहिँ आज चक्लेटी पुगेर फर्किसकेँ होइन। आजको भ्लगलाई चाहिँ यहीँ इन्ड गरौँ है त ल।